बुटवल 12 नयगाउँ स्थित दीप एकाडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याइएको छ। विद्यार्थीलाई प्रविधि मैत्री, सृजनशील र नवपरिवर्तनमुखी बनाउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएको हो। एक समारोहका बीचमा बुटवल महानगरपालिका वडा नम्बर 12 का वडा अध्यक्ष दिल्ली प्रसाद शर्मा आचार्यले ल्याबको उद्घाटन गर्नुभयो। उहाँले पछिल्लो समय शिक्षा केवल पाठ्य पुस्तकमा सीमित नभई प्रविधि, सिप र सृजनशीलतासँग जोडिनुपर्ने बताउनुभयो। अहिलेको डिजिटल युगमा के भइरहेछ भने आज जुन कुराको आवश्यकता भइरहेछ त्यो भोलि नै पुरानो भइसकेको हुन्छ, एक हप्तापछि पुरानो भइसकेको हुन्छ। त्यसैले नयाँ नयाँ आइडियाहरू चाहिँ जेनेरेट गर्दै जानुपर्छ। त्यसकारण चाहिँ यो तपाईँलाई अहिलेको युग सुहाउँदो विद्यार्थी बनाउनको लागि विद्यालय जुन चाहिँ यो कार्यक्रम ल्याएको छ त्यसलाई म धेरै धेरै सराहना गर्न चाहन्छु। विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले कोडिङ, नवपरिवर्तन, सृजनशीलता तथा भविष्य केन्द्रित शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले ल्याब स्थापना गरिएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद धोजीले समयानुकूल ज्ञान र सिप हासिल गरेर विद्यार्थी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको सही प्रयोगले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यावहारिक बनाउन सक्ने उल्लेख गर्नुभयो। डेभलप गर्ने एउटा कुरा सिकाउँदो रहेछ। अर्को कुरा चाहिँ हाम्रो 2 नम्बरमा चाहिँ स्कोपको कुराहरू छ। के हो स्कोप, यसको स्कोप के हो? र अर्को कुराहरू चाहिँ आइडिया सेयर गर्ने, आइडियाको कुराहरू आउँछ। 4th नम्बरमा चाहिँ यो इनोभेसन यसले चाहिँ गर्ने कुराहरूको डिटेल कुराहरू अब यसमा आउँछ। त्यो कुराहरू सिकाउँदो रहेछ। प्राचार्य विष्णुप्रसाद ढकालको स्वागत मन्तव्य तथा सहायक प्राचार्य बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा 2 जना विद्यार्थीले कोडिङ तथा इनोभेसन ल्याबको विषयवस्तु, आवश्यकता र उद्देश्यबारे प्रस्तुति गरेका थिए। कार्यक्रममा ल्याब सम्बन्धी प्रस्तुति दूरशिक्षा नेटवर्क प्रालीले समेत गरेको थियो। कार्यक्रममा बोल्दै प्राचार्य टेकाराम नेउपानेले आजको शिक्षा केवल परीक्षा पास गर्ने माध्यम होइन, भोलिको संसार निर्माण गर्ने आधार हो भन्दै कोडिङ, नवपरिवर्तन र सृजनशीलतालाई शिक्षासँग जोडेर विद्यार्थीलाई भविष्यमा आवश्यक सिप प्रदान गर्न ल्याब सञ्चालन गरिएको जानकारी दिनुभयो। कार्यक्रममा दीप एकाडेमीका उपाध्यक्ष उमाकान्त चापागाई, पूर्व प्राचार्य तथा केन्द्रीय प्याप्सन सदस्य शारदा गेवाली, नारी जागृति समूह मुक्तिनाथ धामकी पूर्व अध्यक्ष एवं पतञ्जलि योग प्रशिक्षक विष्णु कौडिन्य लगायतले बोल्नुभएको थियो। प्राचार्य विष्णुप्रसाद ढकालको स्वागत मन्तव्य तथा सहायक प्राचार्य बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा 2 वटा विद्यार्थीले कोडिङ र इनोभेसन ल्याबको विषयवस्तु, आवश्यकता र उद्देश्यमाथि प्रस्तुति समेत दिएका थिए। कार्यक्रममा ल्याब सम्बन्धी प्रस्तुति दूरशिक्षा नेटवर्क प्रालीले समेत गरेको थियो। विद्यालयले नयाँ पुस्तालाई प्रविधिको प्रयोगकर्ता मात्र नभई प्रविधि सृजना गर्न सक्ने जनशक्ति बनाउने लक्ष्यसहित कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन गरेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार ल्याब मार्फत विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता, तार्किक सोच, सृजनशीलता, अनुसन्धान तथा नवपरिवर्तकको विकासमा जोड दिइनेछ।